मेरो पनि दुईटा छोरीहरू छ। दुईटा छोरीहरूको आमा हो म पनि। आज अरूले त ल भन्ने कुरा आउँछ, तर आफ्नै बाउ, आफ्नै जन्म दिने बाउले आफ्नो रगतलाई आफ्नो कसरी शरीरमा हात लाउन सक्यो। यस्तो छोरीलाई मसँग बोल्ने कुनै पनि शब्द छैन। तर यी बलात्कारीहरूलाई साँच्चीकै मैले भेट्नु र सरकारले आदेश दिन्छ भने नि, यदि सरकारले नियम कानुन ल्याउन सक्दैन भने मलाई दियोस्, आदेश दियोस्, म यस्ता बलात्कारीलाई डङटुँडी खेलमा लगेर गोली ठोकेर मार्न सक्छु। त्यो हिम्मत छ मसँग। यस्ता बाउ जस्ता बाउ अरे बाउको नाममा राक्षस यस्ता पनि बाउ हुन्छन्, यस्ता पनि बाउ हुन्छन्। कुन हिम्मतले त्यसले यस्तो नानीलाई बलात्कार गरेर 14 वर्षकी नानीलाई। अरू त केही भन्दिनँ। परिवर्तनको सरकार आएको छ, नयाँ सरकार आएको छ, पक्कै पनि केही परिवर्तन गर्छु भनेर आएको छ। जनताले जिताएर ल्याएको छन्। अब हेरौँ यो नानीले कतिसम्म न्याय पाउँछन्। हिजोसम्म निर्मला पन्तै निशा बिकाहरूले न्याय पाएका छैनन्। अब आजको दिनमा पक्कै पनि जनताको आश छ। डिजिटल अनलाइन टिभी, डिजिटल दुनियाँको सहयात्री। सम्पूर्ण पत्रकारजीहरूमा नमस्कार। आज मेरो पनि दुईटा छोरीहरू छ। दुईटा छोरीहरूको आमा हो म पनि। आज अरूले त ल भन्ने कुरा आउँछ, तर आफ्नै बाउ, आफ्नै जन्म दिने बाउले आफ्नो रगतलाई आफ्नो आफ्नो सन्तानलाई कसरी त्योसम्म त हरकत त्यति क्रूर गर्न सक्छ? कसरी शरीरमा हात लाउन सक्यो यस्तो छोरीलाई? आज म दुईटी छोरी हुँदै गर्दा यदि मेरो श्रीमान थियो भने म गोली ठोकेर मार्थेँ होला। यदि त्यो हत्यारा, यो नानीको हत्यारा बलात्कारी, त्यो हत्यारै सरा हो, त्यो बलात्कारीलाई यदि यो नानीको हातमा जिम्मा लाउने अनि यो नानीले डङ्की गोली ठोकेर मार्दै हुन्छ। एउटा छोरीलाई अरूले त ल कसैले त बलात्कार गरे अरे भनेर सुनेको थियो, तर आफ्नै छोरीलाई कसरी त्यसले छोयो होला, कसरी बलात्कार गर्यो होला, कसरी त्यो हिम्मत गर्यो होला आफ्नो छोरीलाई बलात्कार गर्नलाई? यस्तो सानो नानीलाई आज म दुईटा छोरीको आमा हुँदै गर्दा मलाई म एकदम हिम्मत लिएर म बोल्न आएको थिएँ। तर मेरो छोरीको ठाउँमा आज मैले यो नानीलाई हेर्दै गर्दाखेरि मसँग बोल्ने कुनै पनि शब्द छैन। तर यी बलात्कारीहरूलाई साँच्चीकै मैले भेट्नु र सरकारले आदेश दिन्छ भने नि, यदि सरकारले नियम कानुन ल्याउन सक्दैन भने मलाई दियोस्, आदेश दियोस्, म यस्ता बलात्कारीलाई डङटुँडी खेलमा लगेर गोली ठोकेर मार्न सक्छु। त्यो हिम्मत छ मसँग। यस्ता बाउ जस्ता बाउ अरे बाउको नाममा राक्षस यस्ता पनि बाउ हुन्छन्, यस्ता पनि बाउ हुन्छन्। कुन हिम्मतले त्यसले यस्तो नानीलाई बलात्कार गरेर 14 वर्षकी नानीलाई। अरू त केही भन्दिनँ। परिवर्तनको सरकार आएको छ, नयाँ सरकार आएको छ, पक्कै पनि केही परिवर्तन गर्छु भनेर आएको छ। जनताले जिताएर ल्याएको छन्। अब हेरौँ यो नानीले कतिसम्म न्याय पाउँछन्। हिजोसम्म निर्मला पन्तै निशा बिकाहरूले न्याय पाएका छैनन्। अब आजको दिनमा पक्कै पनि जनताको आश छ। अरू त म भन्दिनँ, तर बलात्कारीलाई गोली ठोक्ने आदेश आओस्, गोली ठोक्ने कानुन बनोस्। हिजोको दिनमा हामीले बोल्न पाएनौँ, हामीले न्याय पाएनौँ भन्ने व्यक्तिहरू आज सत्तामा हुनुहुन्छ। अब पक्कै पनि उहाँहरूले केही चेन्ज ल्याउनुहुन्छ होला भन्छु। र यो नानीको
बाबा त के भन्नु बलात्कारी बाउ बलात्कारी कहाँ छ त्यसलाई यहाँ घोक्रे ठ्याक ल्याएर नेपाल ल्याएर यसलाई जेल राख्नुपर्छ मिल्यो भने यसलाई गोली ठोक्ने यो नानीलाई बन्दुक दिनुपर्छ भन्छु अरू त केही पनि भन्दैन एउटा म छोरीको आमा हुँदै गर्दा यी बार बलात्कारका केसहरू आउँदै गर्दा मुटु फुटेर आउँछ भक्कानेर आउँछ मेरो छोरी आज नेपालमा छैन बाध्यताले विदेशमा चाहिँ आफ्नै देशमा आफ्नै बाउबाट छोरीहरू सुरक्षित छैनन् भने विदेशमा के होला भनेर दिनरात तनाव हुन्छ मलाई अचेल यो नानीले न्याय पाओस् अरू त मेरो केही पनि छैन अबदेखि यो नानीको बाउलाई यसरी यस्तो सजाय होस् कि आउने ती बलात्कारीहरूले कहिले पनि त्यस्तो आँट नगरून् सोच्न पनि नसोचुन् कि मैले यस्तो गर्दै गर्दाखेरि भोलिको दिनमा के हुन्छ भन्ने खालको एउटा चाहिँ गोली ठोक्ने नि कानुन होस् भन्न चाहन्छु यो नानीले न्याय पाओस् हस् धन्यवाद अब